सो वेलकम टु माई न्यू ब्लग गाइस। सो आज चाहिँ बिहान भर्खर 7 बज्न लाग्यो होला होइन। घाम मजाले लागिरहेको छ, हेर्न सकिन्छ। सो आज चाहिँ यहाँ हाम्रो गाउँघर भनौँ न, गाउँघरको भ्यू देखाइरहेको छु म। सो हेर्न सकिन्छ कस्तो कस्तो। यो पहाड हो नुवाकोट होइन। घाम मिठो लागेको छ। मेरो छोरी यहाँ ब्रस गरिरहेछ। सो यो घर हेर्न सकिन्छ। यो भुइँचालो 2072 सालमा आएको भुइँचालोले तस नहस गरेको घर। यो पुर्खौली घर हो। यो घर मेरो ससुरा बाउको नि बाउ बाजेको पालाको घरहरू हो यो होइन। त्यही भएर यहाँ हेर्न सकिन्छ, यहाँ यस्तो दह्रो दह्रो खालको काठपातहरू छ होइन। त्यो ऊ जमानामा पहिला देखिन्थ्यो नि पहाडको घरहरू। त्यस्तै छ। यहाँबाट देखाइदिन्छु म के डरले देखिन्छ यहाँबाट। ल त्यो जमानामा त यति घर हुनु भनेको नि राजाको महलै हो नि होइन र। ट्र्याक्टरहरू पनि छ होइन। सेती ला सेती यहाँ सुतिरहेको छ रातभरि भुकेर। घाम लागेछ मिठो होइन। चिसो लागेछ होइन। मेरो बसन्ती त्यहाँ चाहिँ छोपेर राखेको छु। ल यति भन्दै आजको यो भ्लग चाहिँ यहीँ समाप्त हुन्छ। यहाँ डाँडामा छ घर, माथि पुरै तल पुरा हुस्यो लागेको छ, हेर्न सकिन्छ यहाँ।